नमस्कार, म भुवन प्रसादबाट हिन्दू धर्मावलम्बीहरूको महान पर्व विजया दशैं, शुभ दीपावली तथा छठ पर्व 2082 को पावन अवसरमा देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवा तथा इष्टमित्र आफन्तजनहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। विजया दशैंले यहाँहरूको सुख शान्ति समृद्धि लिएर आओस् भन्ने कामना गर्दछु। यो विजया दशैं विजयको प्रतीक पनि रहेको छ। हिन्दू धर्मावलम्बीहरूले आजको दिन असत्यमाथि सत्यको विजय प्राप्त गरेको दिन हो। त्यसैले दैत्य दानवहरूलाई हामीले बलि गर्ने गरेका छौँ। विशेष गरेर बलि प्रथा सदियौँदेखि चल्दै आइरहेको एउटा प्रथा हो। यो प्रथा मात्र नभएर यो आस्था हो। यो आस्था मात्र नभएर यो हाम्रो धरोहर हो। बलि त मन्दिरमा दिइन्छ, तर त्यो बलि कुनै देवी देवतालाई दिँदैन। बलि दिनको अर्थ के हो भने जुन दैत्य दानवहरूसँग लडेर देवीले शक्ति प्राप्त गरेर जित हासिल गर्नुभएको थियो र उहाँका गणहरू जुन राक्षसी स्वभावका पनि थिए, त ती राक्षसी स्वभावका गणहरूलाई शान्त बनाउन यी बलि गरिन्छ। त्यो चाहिँ काँक्रो, नारियल, कुसमिन्डा अर्थात् त्यसलाई के भनिन्छ, कद्दु भनिन्छ है, अनि लगाए बाख्रा, राँगो, कुखुरा, हाँस इत्यादिको बलि चढाइने गरिन्छ। तर यो बलि वास्तवमा यो गुप्त बलि दिने प्रक्रिया हो। यसलाई अहिले विभिन्न मोबाइल, सामाजिक आधुनिक मिडियाहरूबाट यसलाई प्रचार गर्दा कता कता यो दैवीय शक्तिको एउटा अपमान भएको देखिन्छ। सबैले आफ्ना इष्ट कुल देवताको बलि दिँदाखेरि यस्ता कुराहरू गोप्य राख्नु पर्दछ। यो सार्वजनिक गर्दा कतै कतै विचलित पनि अवश्य गर्छ। तर विशेष गरी हिन्दू धर्ममा प्रहार गर्नेहरूले यसैको मौका छोपेर हामीमाथि प्रहार गरिरहेका हुन्छन्। म यहाँहरूलाई विनम्र अनुरोध गर्दछु, यस्ता बलि दिँदै गर्दा गरेका भिडियो अडियो फोटाहरू सार्वजनिक गरिन अनुरोध गर्दछु। यो अत्यन्त गुप्त प्रक्रिया हो, त्यसैले यसलाई गुप्त नै राखिदिनुहोस्। र विशेष गरी हाम्रो धर्ममा प्रहार गर्नेहरूले यी मौका छोपेर विरोध गर्ने गर्छन्। यिनीहरूलाई बकरी ईदको मतलब हुँदैन। जो व्यक्ति दैनिक माछा मासु बिना बाँच्न सक्दैन, त्यही व्यक्तिले प्राय बलि प्रथा गर्नुहुन्न भनेर विरोध गरेको हामीले देखेका छौँ। जसको घरमा मासु बिना खानै पाक्दैन, ती व्यक्तिले झन् ज्यादा उग्र रूपमा विरोध गरेको हामीले देखेका छौँ। त्यो जुनसुकै जात धर्मको होस्, तर त्यसले केवल व्यक्ति र लिङ्ग र जात विशेषले नाम तोकेर विरोध गरिरहेका छन्। यस्ता दुष्ट व्यक्तिहरूको विरोधलाई हामीहरूले प्रतिकार गर्नु पर्दछ। यो हाम्रो आस्था धरोहरमाथिको प्रहार हो। यदि तपाईँ बलि प्रथा रोक्नु चाहनुहुन्छ भने तपाईँ सबैभन्दा पहिला यहाँहरूले माछा मासु खान छोड्नुपर्छ। त्यो शुद्ध शाकाहारी बन्नुपर्दछ। तपाईँ पहिला शुद्ध शाकाहारी बन्नुहोस्, त्यसपछि मात्रै बलि प्रथाको विरोध गर्नुहोस्। त्यो बलि प्रथा
प्रथा मात्र होइन, यो शक्तिलाई, साक्षात शक्तिलाई शक्ति दिने प्रक्रिया हो। त्यसैले यसलाई हामीले निरन्तर दिनुपर्छ। यो कसैले रोकेर विरोध गरेर पनि बन्द हुँदैन र गरिनेवाला पनि छैन। त्यसैले म सम्पूर्ण विनम्र अनुरोध गर्दछु, यस्ता भिडियो, अडियो, फोटाहरू सार्वजनिक रूपमा अपलोड नगरिदिनुहोस्। आफ्नो कुल देवताको नाम खराब नगरिदिनुहोस्। सकभर आउँदो दिनमा बलि दिने स्थानमा सधैँ एउटा मण्डलमा भित्र चारैतिर छोपेर बलि दिनु पर्दछ, जुन प्रत्यक्ष कसैले देख्न नपाओस्, विचलित कोही नहोस्। यसले गर्दा प्राय धेरै व्यक्तित्वहरू विचलित पनि रहेका हुन्छन्। रक्त र कता कता आधा काटिएका राँगाहरू, आधा काटिएका बाख्राहरू दौडिरहेका हुन्छन्। कसैले हजारौँ चोट हुन त यो पनि अलिकता दुःख लाग्ने कुरा हो। हजारौँ चोट अगाडि पछाडिबाट प्रहार गरेका हुन्छन्। यस्ता भिडियोहरूले पक्कै पनि हामीहरूलाई विचलित पारेको छ। त्यसैले यस्ता भिडियो, अडियो अपलोड नगरिदिन अनुरोध गर्दछु। धन्यवाद।